Thorong La Pass, standing at 5,416 meters, is one of the highest trekking passes in the world. Part of the famous Annapurna circuit, it connects the lush valleys of Manang with the arid landscapes of Mustang. Day one first early morning, we took a bus from Kathmandu to Lamjung Besisahar, a journey of about 7 to 8 hours. Now we are traveling to Manang. And it's ready. After having lunch there, we continued our journey towards Manang, traveling 9 to 10 hours by jeep on a completely off-road trail. What do you try, guy? Manang Tao. पहिला बाढीले त यहाँ त उथल पुथल बनाएको नि मान्छे नि धेरै मर्यो होला नि त्यतिखेर मान्छे त मरेन पहिला त्यो सतर्क बनाइसकेको थियो अनि लाइट नै हाल्दैन के भन्छ अरे जे साइरन बज्यो होला यहाँ हेरेर बसेको हुन्छ सबैले ए आफ्नो घरमा आफैले हेरेर बस्ने माथि माथि अनि यतातिर अब कतिवटा बगायो ग्राउन्डसम्म त पुगेन ग्राउन्ड लगभग ग्राउन्डसम्म टच गरेको हो के दाइ तपाईको अहिले चाहिँ त्यो अब गाउँघरतिर त अब त्यो छुट्टी गरेर पनि आइहाल्यो त्यो हरियो देखिया यो बगरहरू त्यहाँसम्म गयो उता चावाला चिनी पनि छुट्टै हालेर यसलाई थाहा नि नन साथी everything good? Yes, Adi. Day 2, Manang, 35 of Day 2. We started our journey from Manang, 3,519 Melem, a beautiful high-altitude village surrounded by stunning Himalayan peaks. From here, we began our trek towards Yak Karka, 4,020 millers. The trail gradually ascended, offering breathtaking views of the Annapurna range while we adjusted to the thinning air.
पण्डे कस्तो छ त यो के हो खादिस पहिला के हो रे हाम्रो गाइजहरू पनि शिवसँग कुरा गर्दै हिँड्ला हाम्रो सबभन्दा मेन हाम्रो ट्रेकिङ गाइड चाहिँ उता अगाडि फ्रन्टमा हिँड्नु ट्रेकिङ गाइड हो यिनीहरू दुईवटा चाहिँ एसिस्टेन्टहरू हो Gangapurna Lake, Manang. Black yak, dancing yak. Sorry again. The mountains don't just rise, they speak to the soul. आइस फुट्यो रे आइस भित्र धारा जस्तो पानी आउँछ रे अनि छिगी पहिले त छिगी चलाउँछु नि पानी छल्ने गयो रे छिप लिएर भित्र गयो रे आइसमा अनि पछि त मिल्यो एकदम राम्रो भएछ रे एकजना के साथीहरू ताब्रा डुब्न जान्छ नि अनि तिर्खा लयो भनेर पानी थम्ने गयो छिप लिएर के आइसहरू चर्किन्छ नि अनि त्यहाँ अहिले त एकदमै तातो भयो अब सुन्तला पनि फल्छ त्यहाँ पनि बनाउने सुन्दर फल्छ होइन फल्छ अहिले सबै फल्छ नि त स्याउ अब सबै चिज अब पहिले त लसुन पनि आउँथ्यो लसुन त उता मौसमबाट ल्याउँछ जौसमबाट खच्चडबाट बोकेर होला होइन हामी त्यहाँ मुक्तिनाथमा जान्छ जोमसोमतिर घुम्ने जान्छ त्यहाँबाट माथि ठिनी भन्ने छ के त्यो ठाउँमा दिदी चाहिँ त्यहाँनिर पारी भएको त्यो मिलारेपा केप जानु भएको छ गयो हामी माथि हाईमा जान्छ हाईमा त्यो ठ्याक्कै कहाँनिर पर्छ ठ्याक्कै त्यो अनि कहाँबाट जान्छ त्यो पछाडि छ माछा है उता पछाडि छ त्यो हिमल हालको कलेक्सन गरेर जानु भएको यो त्यो हिमल के त्यसको पछाडि हो त्यसको ठ्याक्कै त्यो त्यसको पछाडि हो यो बाटो यो हो के पारी जान्छ भगरादेखि उता टेम्पल छ नि हजुर हजुर एउटा टेम्पल देख्छ नि त्यहाँबाट चाहिँ यसो कुना कुनामा जान्छ ठ्याक्कै त्यो कुनामा छ जानु भयो तपाईँहरू है हामी वर्षदेखि नै हो अब भनेपछि कुन
कुन दिन चाहिँ मेला लाग्ने खालको जस्तो केही हामी मेला होइन पूजा पाठको लागि लामा लगेर अब पर्सिदेखि नि पालो हुन्छ हाम्रो आइमाहरू अनि फेरि एकजना घरमा एकजना नगए पनि 2-3,000 जरिमाना लिन्छ अनि सबै गाउँले गएर लामा लगेर गुम्बो पनि राम्रो बनाएछ खास त भ्राकाको हो कि तल भ्राकाको हो अनि उनीहरूले चाहिँ एकदमै राम्रो किचन अनि एकदम सुविधा छ अहिले त हामी गयो पनि त्यहाँ बस्यो पनि बस्ने ठाउँमा पनि छ कोही मान्छे ज्ञान गरेर बस्यो पनि कोठा पनि छ त्यहाँ टाढाबाट आएर एउटा कुरियाबाट आएर एउटा लामा जस्तो क्या घर बनाएर पनि बसेछ अहिले पनि त्यही छ कहिले आएर बस्छ अरू मान्छे बस्यो पनि मिल्छ ऊ आफै आयो पनि आफै बस्छ क्या दामी बनाएछ घर त्यहाँ त साँच्चीकै हो नि त अनि त्यसको अर्थमा चाहिँ त्यहाँ बनायो नि त्यहाँ जाने भयो छैन त्यहाँ बाटो त्यहीदेखि छिर्यो तर त्यहाँ छ नि त के अरे त्यो उसको होटल छ नि के अरे हिमालयन सेङ्की छ नि त्यो माथि हेरपोस्ट थियो नि मनाङको त्यो माथि कस्तो दामी थियो त खाने हुँदैन पाप लाग्छ जनावर मासु केही खाने हुँदैन एउटै हो मान्छे भनेको अब छाका भनेर उहिले खानाहरू सबै भिरमा टाँसेछ त त्यो भिरमा छ ट्याक्कै टाँसेर राखेछ अहिले चाहिँ ढुङ्गा चाहिँ फुटेर गयो नि अलि नराम्रो देख्छ पहिला त दामी थियो ढुङ्गा चाहिँ फुटेर गयो कि यसरी टाँसेर राख्यो अनि अहिले कुकुर पनि सँगै छ त्यो सिगरेट त्यो मान्छे पनि सँगै अनि मिला पनि सँगै अनि तिनीहरू त अब मिला त खाना खाँदैन सुस्नु खाएर ऊ जहाँ गयो त्यो माटोको भाँडा चाहिँ नि हामी अहिले काठमाडौँको बनाउँछ नि माटोको भाँडामा पकाउँछ अरे अनि त्यो माटोको भाँडामा सुस्नु बढेर लग्यो होइन जहाँ गयो त्यो भिरमा चाहिँ गुल्यो नि उता लार्कीतिर के जाम पनि पुग्छ नि भवन त हावा जस्तो हो नि अनि लार्कीतिर चाहिँ त्यो भिरमा चाहिँ गुल्यो जहाँ उसको त्यो माटोको भाँडा जहाँ गुल्यो त्यहाँ सुस्नु फल्यो अरे सिस्नु खाने पर्छ भनेपछि अब त्यो गाउँ घरमा सिस्नुको किम्मत सिस्नु चाहिँ किनभने अलि लेखमा आउँछ अहिले हामी ऊ त गएर त्यो 2टा होटल छ नि पहिला गोठ हो क्या त्यता के पनि छ अस्ति के अरे फागुन चैतमा आउँछ पानी हाल्ने पर्दैन हाम्रो खेती किचनमा त कति मेहनत गर्नुपर्छ त्यस सिस्नु भनेको त पानी चाहिँदैन आफै आउँछ आफै झर्छ बिउ हामी त बडा चुमेर कलिलोमा क्या हामी सुगाएर टासुलोमा पठाउने त्यो सुगाएर एकदम भिटामिन हुन्छ अनि पाउडरै बनाएर बेच्दै त्यो सिस्नुहरुको अहिले सिस्नु चाहिँ अहिले हामी यस्तो गर्छ कि हाम्रो चामल भातसँगै पकाउने सिटी हालेर अनि टुमुको छ बनाउने कस्तो मिठो मनाङबाट आउनु भएको हैन म लेख्छु नि त यहाँ छैन हैन पेन पनि ल्याउनु बिर्सिन्छ मायाको चिन हो तपाईलाई पनि अब मेरो घर चाहिँ खासमा रोल्पा हो कि थाहा छ रोल्पा रुकुम रोल्पा माने मगर म भने मेन गाइड चाहिँ ट्रेकिङ गाइड उहाँ हाम्रो अरू सब एसिस्टेन्ट हो खैरीहरू चाहिँ गइसक्यो होइन अन्डे कस्तो लागिरहेको त अझै थकै लाग्यो कि छैन त अहिले चाहिँ लागेन जस बाटो कस्तो रहेछ मजा आउने छ ठिक छ होइन साथी कस्तो छ त ठिक छ होइन कस्तो लाग्यो तिमीलाई बाटोहरू जेस अरूभन्दा ठिकै छ होइन यो चाहिँ हाम्रो अन्नपूर्ण 2 अन्नपूर्ण 4 पनि रहेछ यतापट्टिको चाहिँ तिलिचो पिक भयो यो थोरङला पासको बाटो चाहिँ अहिले चाहिँ हामी लगभग 4000 मिटर हाइटमा छौँ अब हाम्रो बेलुकाको इन्डिङ चाहिँ आजको लगभग 4200 मिटर हाइटमा हुन्छ होला
याखर्ग भन्ने ठाउँ आजको हाम्रो लास्ट डेस्टिनेसन। ल हाम्रो सुजन तुलसी कस्तो छ त आजको ल्याबिस हो यसलाई त हल्क जस्तो देखायो क्या हल्क। यो त भुइँचाले आस्तो हो त यार साथी यार। तल उता यो त्यो चाहिँ उताबाट आएर जस्तो लाग्छ कि साथी मलाई। तिलिचोबाट मुनि त्यो सूर्य के भन्ने ठाउँबाट चढ्दै छ झन् सरप्राइजिङ लाग्ने क्या आफैलाई। हाँस हे गर्दा दाँत देखा नन साथी ठिक छ नि होइन एकदम ठिक छ तुझे हल्का हिउँ परे जस्तो चाहिँ भइरहेछ। अब यो वेदरले साथ दियो भने ठिक छ, साथ दिएन भने लाग्न चाहिँ पर्छ। सुरु भयो है लास्ट टेन्सन हुनुभयो Day 3. We started our journey from Yakarka, 4,000-kilometer, and trekked towards Thorong High Camp, 4,880. The trail was challenging with steep ascents and increasing altitude, making every step harder. We passed through Thorong Fedi, 4,540 it is, before pushing further up to High Camp, where the air was thinner and the cold was intense. Mountain crossfire. यो दाइको त्यो पर्व रहन्छ नि त अब यो के अरे घोडामा रेस खेल्छ नि त रेस त्यो चाहिँ कुन पर्व दाइ अस्ति भर्खर खेल्यो नि यो दाइ यो के अरे वर्षायाममा हो दाइ बर्खा पनि हो भयो असर साउनतिर हजुर अनि अहिले फेरि अस्ति यो अस्ति भर्खर भयो दाइ के अरे नाम चाहिँ के भन्छ दाइ त्यो चाडलाई चाहिँ त्यो चाड पर्वलाई त्यसलाई चाहिँ अस्ति अगाडिको चाहिँ यार्तङ भन्छ अहिले चाहिँ ने यार्तङ भन्छ कि अहिले गरेको चाहिँ ने यार्तङ भयो अगाडिको चाहिँ अब भनौँ न यार्तङ भन्दा ठुलो यार्तङ हो। अब त्यो त सबै ठाउँमा घोडाहरू जुटाउने कति चिज सबै आउँछ। अब यो दाइको चाहिँ दाइ अब त्यहाँ त्यो रेस त्यो रेस एक जित्यो भने चाहिँ के हुन्छ दाइ पुरस्कार त्यो एकजनाको 1 लाख 2 लाख त्यस्तै त हुन्छ भने झोलाहरू बोके मात्रै ओरालमा त सक्दैन दाइ यो घोडामा सक्दैन ओरालमा हिँड्नु नसके पनि त अब त्यो पैसा पनि अलि धेरै पर्छ। हजुर कति दाइ ठ्याक्कै भन्नु त्यस्तै एउटा गरको 15,000 जति पर्छ। ए भनेपछि फेरिदेखि मुक्तिनाथसम्म के भन्ने हामी हाइक्याम्प चाहिँ कति घन्टामा पुग्छ यहाँबाट? हाइक्याम्पमा त्यस्तै 3-4 घन्टा लाग्छ।
दाइ रुम त पाइन्छ होला नि माथि हाइकममा भनेपछि धेरै खासै मान्छे गएनन् त्यही हो फेरि तलको मान्छेहरूले फेरि चाहिँ त्यहाँ त नजाऊ त्यहाँ त मान्छे हुन्छ म भन्दै थिएँ मान्छे छ भन्छ रुम सक्यो भने त माथि जाने रुम पाउँदैन जस्तो कुरा गरेको थियो कि हिजो रुम त पाउनु गाह्रो होला तर बेसी सुत्ने पाउँछ सुत्ने ठाउँ त पाउँछ त्यही त होटल हो अब त्यहाँ देखियो लेट्स गो मिस्त्री त आएको छैन है मिस्त्री भन्थ्यो बाटोमा कहाँ हुन्छ long way to go. अहिले चाहिँ हामी लगभग 4900 मिटर हाइटमा छौँ। टुमारो वी आर रिडिङ टु आवर पास एन्ड भोलि हामी मुक्तिनाथमा फेरि भेट्नेछौँ। Day 4. We started early morning 3 hour from Thorong High Camp, 4,180, facing freezing temperatures, and a steep climb towards Thorong La Pass, 5,416. The thin air made every step challenging. Finally, guys, finally, we are at Thorong La Pass. बिहान हामी 3 बजे उठेर हिँड्नु सुरु गरेर about 7 o'clock मा हामी अहिले Thorong La Pass आइपुगेको छौँ, guys. Oh my god. साथी चिप्ले लाई यो भ्यान्स फेरि अफ द वाल होला नि साथी फेरि नन साथी अफ द स्नो होला नि यो चाहिँ साथी guys now we are finally at Thorong La Pass. बिहान हामी मर्निङमा about 3 o'clock मा निस्केका थियौँ। अहिले हामी 7 बजेतिर आइपुग्यौँ। इट्स गुड। जे सोचेको भन्दा नि राम्रो हिँड्ने आज। ऊ हाम्रो मोटे राष्ट्रिय खेलाडीले 2-3 ठाउँमा भमिट गरेर नि कम्प्लिट चाहिँ गर्यो पास। That's the good thing. So let's go, guys. Lots of people. Too much. कस्तो भयो त आजको ट्रिप? ठिक भयो? भमिट कतिचोटि भयो? एकचोटि मात्रै भयो भमिट? टुजी कस्तो भयो? ठिक भयो? तेरो अनुहार नि हेर्न त लायक छ त। साथी एभ्रिथिङ गुड? एकदम दामी छ रे। जस पास कम्प्लिट भयो? लकिली एकदम पास गर्यो भन्छ है। धन्न कसैलाई केही भएन। यसको एउटा डर थियो हैन? धन्न आइराहा। हामीलाई साथी यसो ल्यान्डस्केप राम्रो छ सबै राम्रो। ल है सियो है।
तपाईँलाई कस्तो लाग्यो मोबाइल भाइ कस्तो गाह्रो दुई ठाउँमा चाहिँ एकदमै गाह्रो हो आउने मान्छेहरूलाई कसरी सजेस्ट गर्नुहुन्छ तपाईँले आउने मान्छेहरूलाई त बिस्तारै 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 मात्तिनु भएन औषधि लिएर आउनु पर्यो सिधा बाटो आयो भने मात्तिनु भएन ल लेट्स गो एकदम लाएर आउनु पर्यो नत्र मान्छे मर्न सक्छ चारवटा ज्याकेट लाएर आउनुपर्छ 4वटा ज्याकेट होइन guys, we are now heading towards Muktinath. Crossing Thorong La Pass, 5,000 toward 116 kilometers, was an unforgettable experience. The breathtaking panoramic views of the Himalayas made the challenging climb worth it. Reaching the top felt like a true achievement, surrounded by fluttering prayer flags and snow-covered peaks. After soaking in the moment, we began our long descent towards Muktinath, 3,800 milbers, where the landscape transformed from icy trails to the dry, rugged terrain of Mustang. बाइक यही हो यो बाइक कुराहरू चाहिँ यही हो फेरि ल स्वागत ₹30 एउटा फटाइदिएको यहाँको टाउको छ
trek was a fun and thrilling adventure filled with challenges and breathtaking views. We traveled from Kathmandu to Basis Sahar, then took an off-road jeep ride to Manang. Over the next few days, we trekked through Yak Karka, Thorong High Camp, and finally crossed the Thorong La Pass, 5,460 Nyingmurs, enjoying the incredible Himalayan scenery. After reaching Muktinath, we concluded our journey and headed back to Kathmandu, carrying unforgettable memories of this amazing trek. Bijay Safar.